श्री गणेशाय नमः। श्री सरस्वती नमः। श्री स्वस्तानि देव्यै नमः। देवी प्रपन्नार्ति हरे प्रसीद प्रसीद मातर जगतोऽखिलस्य प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमीश्वरि देवी चराचरस्य या श्री स्वयं सुकृतिनं भवनेषु लक्ष्मी पापात्मनं कृतधियं हृदयेषु बुद्धि श्रद्धा शतं कुलजन परवैश्य लज्जा तं त्वं नतास्म परिपालय देवी विश्वम् शरणागत दीनाथ परित्राणापरायणे सर्वस्यार्ति हरे देवी नारायणी नमस्तुते। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुतस्थु तुन्वन्ति दिव्यस्तवे वेदै साङ्गपदक्रमोपनिषदे गायन्ति यं सामगा ध्यानावस्थित तद्गतेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तं न विदुषुरासुरगणा देवाय तस्मै नमः। श्रीमश्चन्दनचर्चितो जलवपो शुक्राम्बरा मल्लिका मालालङ्कृतकुण्डलापरिविलसन्मुक्तावली शोभिता सर्वज्ञाननिदान पुस्तकधरी रुद्राक्षमालाधरी वाग्देवी वदनम्बुजे वसतु मे त्रैलोक्यमाता चिरं मुखं करोति वाचालं पङ्गुलं गयते गिरिं यत्कृपातमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासायामित तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामियं। नारायणं नमस्कृत्य नरं चैव नरोत्तमं देवीं सरस्वतीं व्यासं ततो जयमुदीरयेत्। श्री स्वस्तानि परमेश्वराय नमः। श्री स्वस्तानि देव्यै नमः। श्री गणेशाय नमः। कुमारजीले अगस्त्य मुनिलाई कथा सुनाएको स्कन्द उवाच। कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, तिमी एकचित्त भई सुन। अघि यो संसारको सृष्टि गर्दा भएको पहिलो शान्त्यतीत पद छ, उहाँबाट शक्ति उत्पन्न भयो। फेरि शक्तिमान अर्थात् शिवदेखि मायाको उत्पत्ति भयो। मायादेखि अव्यक्त उत्पन्न भयो। फेरि त्यस अव्यक्तको अधिष्ठाता आत्मा छ। प्रथम उत्पन्न भएको शक्तिदेखि पर शान्ति पद छ, उसभन्दा पनि पर विद्या पद छ। उहाँदेखि पर प्रतिष्ठा पद छ, त्यसभन्दा पर निवृत्ति पद छ। यो ईश्वरका सृष्टिको संक्षेपले वर्णन गरियो। जुन रीतिले यसको सृष्टि हुन्छ उसको उल्टो रीतिले संहार हुन्छ। यी पाँच पदको वर्णन सृष्टिदेखि पछिलाई लिएर गरिएको होइन कि आदिलाई लिएर गरिएको हो। महापददेखि विशेष पदसम्म उत्पत्ति हुन्छ, किन्तु जुन अव्यक्तले गर्दा जगतमा पाँच कला व्याप्त छ, यसको अधिष्ठाता आत्मा छ, उसमा अव्यक्त र जीव को कर्तृत्व छैन। अर्थात् यी दुईले तिनलाई बताउँदैनन्। प्रकृति अचेतन हुनाले र जीवात्मा अज्ञानी हुनाले तिनीहरूलाई चलाउने चेतन ज्ञानी ईश्वर चाहिन्छ। बुद्धिमानहरू कार्य कारण नभई हुँदैन भन्दछन्।